तपाईले भन्नुभएको थियो केन्द्रीय सरकार मलाई चाहिँदैन, मलाई जनताले साथ दिन्छ, श्रमदानबाट म पानी खुवाउँछु भने खुवाइरहेको छु, अझै खुवाइरहेको छु त। काठमाडौँ आएर फेरि गाई जाता देखाउनु पर्ने सिंहदरबारभित्र। गाई जात्रा थिएन, त्यो उहाँहरूका ध्यानाकर्षण गराएको होइन होला। के हो तपाईले ज्ञापन पत्र बुझाएको भए भइहाल्थ्यो नि। प्रधानमन्त्रीलाई खानेपानी गाग्री मन्त्री उपहार दिनुपर्ने, गाग्री लिएर आउनु पर्ने कारण के? यो गाग्री तपाईँले किन ल्याउनु हो भन्नुहोस् न। यो होइन, यस्तै गाग्री थियो। किन ल्याउनु भयो गाग्री तपाईँले? सिलाबरे गाग्री थियो। समझ रहे हो आप? समझ रहे हो? लगेर गए। किन ल्याउनु भयो त भन्नुहोस् न जनतालाई। यस्तो छ के अरे, केन्द्र सरकारको पनि काम हुनुपर्छ। स्थानीय सरकार होइन ले मात्रै सबथोक गरेर हुँदैन, केन्द्रले पनि गर्नुपर्छ, प्रदेशले पनि गर्नुपर्छ भन्ने एउटा दायित्वबोध गराउनुको लागि म चाहिँ आएको हो खास। रित्तो गाग्री भनेको अशुभ होइन? मलाई त त्यस्तो लाग्दैन। त्यस्तै भयो सिंहदरबारमा। खोइको नि त। तपाईँ ठुलो तामझामका साथ आउनुभएको थियो हो त, तर तपाईँलाई सुरक्षाकर्मीले निषेधै गरिदियो। गजब बेइज्जती है। होइन गाग्री लिएर तपाईँ किन आउनुभयो? यसको पछाडिको रहस्य बताउनुहोस् त। यो गाग्री लिएर आउनु होइन? यो होइन, यस्तै थियो। अघि प्रहरी लगिसकेको थियो। प्रहरीले लगिसक्यो गाग्री? छैन तपाईँसँग? छैन। उता के अरे बुझाउनु है, उहाँहरूलाई दिनु है, मायाको चिनो धरानी जनताले पठाएको भनेको थिएँ। तपाईँले त्यो गाग्री कसलाई उपहार दिन ल्याउनु भएको थियो? मैले के अरे उपहार त अब नेपाल सरकारलाई नै चढाउनु खोजे हो। कागजको खस्टा बुझाउँदा यसपालि चाहिँ जिनिसै लिएर आएको। यो त अति भयो क्या अर्का साथबाङजी। तपाईँले गर्न खोजेको के हो? काहीँ नभएको गाई जात्रा हाँडी गाउँमा? सरकारमा गइसकेको मान्छे कुनै पनि पार्टीको हुँदैन है। उसले सरकारमा जाँदै गर्दा के शपथ ग्रहण गर्छ? देश र जनता भन्छ कि पार्टी भन्छ? अबे मजा आएगा ना भिडो। देश र जनता भन्छ होला। अनि देशभित्र धरान पर्दैन। समझ रहे हो आप? समझ रहे हो? तर प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्ड, केपी शर्मा ओली, माधव नेपालले हर्क साम्पाङलाई किन सहयोग गर्ने? मलाई सहयोग गर्नुहुन्न भने उहाँहरू झन् हार्दै जानुहुन्छ। तपाईँ विश्वस्त हुनुहुन्छ? आज छाती नाचाकेर गर्नुपर्छ, गर्छु। यदि गरेन भने के गर्नुहुन्छ? जनता छँदैछ। दलका प्रतिनिधिहरूले तपाईँलाई असहयोग गरे, काम गर्न दिएन भने के गर्नु? जनता छँदैछ नि। म जनता कहाँ जान्छु? जनताले चुने हो। जनताभन्दा ठुलो कोही पनि हुँदैन। तर अहिलेसम्म त खान पाएन नि त धरानवासीले पानी। पाएन, त्यसले गर्दा त हामी आयौँ त। खानेपानीको समस्या नभएको भए म त भोट हाल्दै बसेको मान्छे हो है। म त भोटर हो नि। यो खानेपानीकै आन्दोलनले गर्दाखेरि म आज मेयर बने। बात त सही है। तपाईँलाई 3 वर्ष लाग्छ होइन? भनेको छ कोसीको पानी ल्याएर धरानवासीलाई ल्याउनको लागि। विज्ञहरूले नै भनेका छन्, उनीहरू लागिराख्नु भएको छ। त्यसमा हाम्रो चाहिँ ताकेत रहन्छ। त्यो दिवा सपना हुँदैन? हुँदैन। पानी लिएर खानुले त कुनै दिवा सपना, तपाईँको रात्रि सपना हुनुपर्छ। होइन, मान्छेहरूले सपना त ठुल्ठुलो बाँड्छन् नि। तर मैले चन्द्रमा जाने, मङ्गल ग्रहमा चाहिँ नि घडेरी बनाउने भने हो र। पानी 14 किलोमिटर तपाईँको पश्चिमपट्टि बगिरहने पानी होइन चाहिँ नि यसो लगेर खाने, एउटा कुलो बनाएर खाने भन्ने कुरा त्यत्रो ठुलो। मान्छेले यो मोबाइल बनाइसक्यो, यो बारीमा फल्या हो र। यो मोबाइल बनाउनु जतिको असम्भव त गाह्रो कुरा त होइन होला नि, कुलो लगेर चाहिँ पानी खानु त। गजब बेइज्जती है होइन? मान्छेले के गरिसक्यो लगेर पानी खान नपाएको धेरै उदाहरण छ नि त। त्यो त नालायकहरूले गर्दा हो। अब त्यस्तो हो न। रुको जरा, सबर करो। देशै सेटिङमा चलेको छ मेयर साहब। त्यो छ, त्यसलाई चेन्ज गर्नुपर्छ।
चेन्ज गर्न सकिन्छ सकिन्छ स्वतन्त्र व्यक्तिहरूले गर्न सकिन्छ सक्छन् म तपाईँलाई भनौँ हर्क साम्पाङ भनेको चाहिँ एउटा कस्तो व्यक्ति हो भने नि एउटा अँध्यारो कोठा छ त्यो कोठामा एउटा सानो प्वाल छ सबै अँध्यारो छ त्यो अँध्यारो प्वाल त्यो अँध्यारो कोठामा सानो प्वाल छ त्यो प्वालबाट सानो थोरै प्रकाश आइरहेको छ र त्यहीँबाट थोरै हावा पनि आइरहेको छ भने त्यो कोठाभित्र रहेको मान्छेले त्यही प्वालतिर हेरिरहेको छ नि त्यही प्वाल हो हर्क साम्पाङ के हो गजबको तपाईँले उदाहरण दिनु हो त्यही नामले स्वतन्त्र व्यक्तिहरूको बिचमा एकता छ होइन स्वतन्त्र किन एकता हुनु जनतासँग एकता हुने हो नि यहाँ छ क्या कुरा चाहिँ नेता एकता किन भइराख्ने जनतासँग एकता हुने हो नि